निर्देशक सुरेश सेना आएन हो र अस्ति बेलुकाखेरि म बाइक देखेको स्कुटी बिग्रेको थियो आज आउँदैछ अस्तिको दिन एउटा बिग्रेको खालि ज्यादै जानु सक्ने के छ एकछिन त चाबी बोकेर त स्कुटीको ब्रेक कुरो त सक्दै उठ्दैन उठ्यो ला ब्याग बोक्नु पर्थ्यो मैले जुन फर्किनु त ब्याग बोक्थ्यो बोक्नु पर्छ बिर्सेछु मैले अलिकति यहाँ पासाङ दालाहरू बिसाएर दुःख दिइरहेको छु मैले हो हतारमा ब्याग बोक्नु त्यहाँ नै सबै सामानहरू छ नि त डकुमेन्ट्सहरू छ पेपर गर्छ नि त हो त्यसले गर्दा भइजाने ब्याग पनि हालिहाल्यो दिन पनि जाडो छ गाइस सुनिँदैछ कि सुनेको छैन थाहा छैन कि दिन पनि जाडो न जाडो छ हो जाडो लाचेर के भइरहेको होला है सप्ताहहरू के भइरहेको होला यहाँबाट चाहिँ रानीपुल सर्टकट जान्छ है गाइस टाइम चल्ने 15 मिनट चाँदबारी भएर चाँदबारी भएर मेन रोडहरू बाटोहरू देउराली काटेर जानुपर्छ यहाँबाट जहाँबाट भुसुक भएर जानु भुसुक अलिकति अफरोडिङ छ हो अलिकति अफरोडिङ रानीपुल तल पुगेर कति लाग्छ यहाँबाट झन् 40 मिनट लाग्छ होला अफरोडिङ चिसो हात मिलाएर आमा भन्दा के जग्गा त देखाएर पावर ब्याग पनि आसामबाट आएको थिएँ त्यसले गर्दाखेरि दार्जिलिङ खबर आउँदिएको थियो नि त हो त्यसले गर्दाखेरि चाहिँ मजाले बनाएर जाँदैछ दार्जिलिङ पैसा चाहिँ हुँदैन मानेको हो त्यही भनेको अन्त अहिले चाहिँ जाँदैछु हेरौँ अब बाइकको कन्डिसन के छ मजाले गर्नु हुँदैन हो चिसो भएन त हो त ल साथी भाइ आज पासाङ नाला जाडो भएर कि पत्ला ज्याकेट लागेको रहेछ हो त्यसले गर्दा म कुदाउनु आँटेको मोटो ज्याकेट लाग्छु ब्लग चाहिँ उताबाट हुन्छ अब जानु आँटेको ल पासाङ नालाको लागि देखाउनु न ल त्यस्तो बिहान मुख सुक नधोइ ल जाउँ जाउँ अप टु डेट छैन यो छ नो टेन्सन 20 मा ल यो बाटो 20 मा हिँड्नु 20 मा अस्ति भ्युजमा बनाउनु भिडियो बनाउनु हो यही बाटोबाट चाहिँ जान्छ अहिले यस्तो अफरोडिङ छ कि गाइस आसन त अहिले सुकेको सिजन हो नि त यहाँ त छिर्नु सक्दैन नि उस्तै स्कुटी त ड्राइभर चाहिँ राम्रो हुनु पऱ्यो नि त उताउति राम्रो हुनु पऱ्यो तपाईँले मैले त छिराएँ अस्ति आउँदाखेरि क्या अस्ति गरेँ भिडियो गरेँ यो के अरे हो साना भनेको चाहिँ लोकेसन यही हो अलिक अगाडि पनि छ है ए हो गाइस
दुईटा बाटोमा चाहिँ यतापट्टि जानुपर्छ अफरोडिङ जुन चाहिँ छ यो जुन चाहिँ ट्याग हेर्नुहुन्छ यहाँ यताबाट चाहिँ जान्छ रानीपुल यो बाटो अफरोडिङ चियाहरू खाइदिउँ है ल चिया खाने खाइदिउँ डायरी रहेछ कि मिल्क प्रोडक्सन यो मिल्क सेन्टर म चाहिँ क्यान्टिन भन्नु झन्डै चिया खानु बसेको ल हावा अगाडिबाट हेर्ने यो बाटो चाहिँ यताबाट हो अन्त यहाँबाट चाहिँ देखिन्छ यहाँबाट यस्तो बाटो छ यहाँनिर अफरोडिङ छ अलिक आदि बेसी यहाँ पनि बेसी होइन 10 मिनटको अफरोडिङ छ त्यहाँबाट चाहिँ राम्रै छ ल पछाडि बाटो तल बहुत ड्रप है भाइ यो बाटोमा उयो त राम्रो छ है अहिले चाहिँ त्यो बाटो अहिले अगाडि त राम्रो छ अब चाहिँ आइपुग्नु आँटे राम्रो बाटो यहाँ रहेछ चिया खाइदिउँ होइन ल हामी चाहिँ यहाँ अब रोक्यो यो चाहिँ पक्का चिया खाने ठाउँ है आधा मात्रै खुल्ला रहेछ स्कुटी यहाँ रोकेर चाहिँ बाटो अलग आज म सुगरको म ब्ल्याक टी खान्छु ल तपाईँ मेरो टी खाने होइन चिया खाइहाल्ने अनि पासा हरेस बाटो देख्दैछ त्यो ल सिकेट पनि खान्छु के मजा मजाको कुकुर गाइस चिया खाना ठुलो रहेछ है अनि यत्रो सानो कुकुर चाहिँ यत्रो भएको छ अनि यो हाइब्रिड जस्तो लाग्यो कुन चाहिँ यो होइन होइन यो अर्को सानो खालको हुन्छ कि यो बढ्दैन क्रस ब्रिड हुनसक्छ कसरी हाम्रो यो पनि यस्तै थियो नि तर अलिक रातोमा थियो त्यो हाम्रो उयो के अरे फेसबुक राखिदिएको थियो नि त तर चितुवाले लग्यो नि बिचरालाई पासाङलाई इरिटेट गरिसकिसक्यो यस्तो जाडो दिनमा तातो तातो चिया खानु सानो मनाउनु पासाङलाई त सकेछ मेरो छ ब्ल्याक टी बिस्तारै ल अब चाहिँ चिया सिया पनि खुवायो भयो हो अब चाहिँ निस्केको गाइस हामी अब चाहिँ रुममै काम छैन पासाङ ल आफूतिर पनि गर्ने कोही कोही बेला क्यामेरा ल म चाहिँ गर्दिनँ मेरोमा चाहिँ नदियो जो ब्लगर त्यसलाई देखाउनु पऱ्यो नि अब ओइ भयो 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 नो नो ब्लगरलाई चाहिँ देखाउनु पऱ्यो नि त गएको होइन जोरथाङ मेला जाँदा चाहिँ यो पछाडि बस्ने र अगाडि बस्ने चाहिँ यस्तो बिजोग भएको कि यस्तो लामो टुर क्या अहिले अब चाहिँ अलिक छ हातको बाटो भेटेँ यहाँनिर अलिक नजिकै रहेछ हौ जस्तै ए भन्नाले है डिक्की बन्द भएको छैन नि त राति छोडेर गएको थियो स्कुटीको त ह्यान्डलकहरू राति छोडेर गएको थियो स्कुटीको त ह्यान्डलकहरू पनि गरेर भाँचिदिएर हो फेरि अहिले आएर अहिले आउँदा भयो हुन चाहिँ पासँग त तल ग्यारेज खोज्नु गएको छु ग्यारेज तल छ भने मलाई कल गर्छ छैन भने के गरौँ भयो हो ओह्रालै लानु पऱ्यो उकालो कसरी लानु है कि यो रुङ्नु सक्दिनँ नि म
स्कुटीको नम्बर पनि लिनु न अन्त याद पाउँछ। ड्युटी ढिलो भएको हतारले चाहिँ मैले भेट्यो बनाउँछु र बाटा बाटोमा आएर बनाउँदैछु हो। त्यहाँ खालि इन्जिनहरू थियो, इन्जिन ओइल खोलेको गर्दाखेरि स्कुटी चाहिँ फाइनली बनिसकिसक्यो। यस्तो थोत्रे स्कुटी छ मेरो हो भनेर पनि अब यसले साथ दिन्छ, तर अस्तिको दिन चाहिँ साह्रो त्यो नबनाइदिएर घटेर यतिको चाहिँ बनाइदिइरहेको छ हो। यति चाहिँ बनाइदियो। इन्जिन ओइल मात्रै प्रब्लम थियो रहेछ। इन्जिन ओइल चेन्ज गरेर चाहिँ इन्जिन ओइल स्टार्ट भयो। स्पार्किङको त अब मेरोमा थियो, त्यसले राम्रो लगाइदियो अब हो। टोटल मिलेर अब पैसा त भन्दिनँ कति पऱ्यो के पऱ्यो, अन्त बन्यो स्टार्ट भयो। ढुक्कै लाग्यो। अब स्कुटी बेचिदिन्छु। यो स्कुटी बेचेर हुँदैन। पहिला बाइकदेखिको स्कुटी बेचेर अब हिँडेर साइकल किनेर जानु भयो। ड्युटी ढिलो हुँदैन, त्यसले गर्दा चाहिँ म भ्लग बनाउँदैछु यहाँनिर। यति नै। खालि मेरो जहिले पनि भ्लग हुन्छ, एन्ड हुँदैन नि त भ्लगको। आज चाहिँ बनाइदिएको एन्ड यही हो। त्यहाँदेखि अब ड्युटी जानुपर्ने छ। 1 बजी ड्युटी लाग्छ। मेबी 11:30 त बज्यो होला। 11:30 क्रस भइसक्यो। बिचरा पासाङ दालाई साह्रो परिसकिसक्यो हो हाम्रो। ल जाने, उसको पनि 2 बजी ड्युटी हो, मेरो चाहिँ 1 बजी हो। ल गाइस बाई, भेट्दै गरौँ नेक्स्ट भ्लगमा। ड्युटीको भ्लग म पछि बनाउँछु ड्युटीको। ल